नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णय कुरेर सिंहको देश बसिरहेका थिए। महानगरमा मेयर हुँदा छोटो बैठकमा बसेर प्रभावकारी निर्णय लिन परिचित रहेका बालेनको मन्त्री परिषदको निर्णयप्रति सबैको चासो हुनु स्वाभाविक पनि थियो। भदौ 23-24 जगमा भएको निर्वाचनबाट आएको यो सरकारको निर्णय जेनजी शहीदहरूप्रतिको श्रद्धाञ्जलीको स्वरूपमा आउने सबैले आश पनि गरेका थिए। त्यसै अनुरूप शुक्रबार बसेको बालेन नेतृत्वको सरकारको पहिलो मन्त्री परिषद बैठकले गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनको कारबाही सिफारिस लगायतका 4 निर्णय गरेका छन्। जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने लगायत 4वटा निर्णय भएको सरकारका प्रवक्ता समेत नियुक्त भएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन्। भदौ 23 र 24 गतेको जेनजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनमा वीरगति प्राप्त गर्ने सम्पूर्ण अज्ञात शहीदहरूप्रति पूर्ण सम्मान एवं हार्दिक श्रद्धाञ्जली अर्पण गर्ने नम्बर 1 को निर्णय भयो। नम्बर 2 मा नेपाल सरकारको प्रवक्तामा माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई तोक्ने भयो। नम्बर 3 मा सरकारको शासकीय सुधारका लागि 100 कार्यसूची स्वीकृत गर्ने भयो। त्यो 100 कार्यसूची भोलिसम्म प्रकाशित पनि हुनेछ। नम्बर 4 मा सम्मत 2082 साल भदौ 23 र 24 गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गौरी बहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले गौरी बहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकार समक्ष पेश गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न न्याय बमोजिम गर्ने। शुक्रबार मात्रै प्रधानमन्त्री नियुक्त भएका बालेन शाहले पहिलो मन्त्री परिषद बोलाएको पहिलो बैठकले गरेका 4वटा निर्णयमा पहिलो भदौ 23 र 24 मा भएको जेएनजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनका सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्ने। दोस्रो, नेपाल सरकारको प्रवक्तामा माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई तोक्ने। तेस्रो, सरकारको शासकीय सुधारका 100 कार्यसूची स्वीकृत गर्ने र शनिबारसम्म प्रकाशित गर्ने। तथा चौथो, भदौ 23 र 24 गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गौरी बहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले नेपाल सरकार समक्ष पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्ने रहेका छन्। आयोगको सिफारिस कार्यान्वयनका लागि बैठकले 2वटा आधार तय गरेको छ, जसमा पहिलो आयोगले सिफारिस गरेको व्यक्ति र निकाय मध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले पेश गरेको सिफारिस बमोजिम गर्ने र दोस्रो, अन्यको हकमा सो आयोगले गरेको सिफारिस बमोजिम नै तत्काल कार्यान्वयन गर्ने भनिएको छ। राजनीतिक नेतृत्व र सुरक्षा निकायका लागि 2 छुट्टा आधार बनाएर कार्यान्वयन गर्ने बालेन सरकारको निर्णयप्रति राजनीतिक प्रतिशोधका आधारमा कारबाही गर्ने हो कि भन्ने आशंका भने पक्कै उब्जिएको छ। ग्लोबल टेलिभिजनका लागि दिपेन्द्र श्री यादव, काठमाडौँ।